सम्पूर्णमा नमस्कार। धनगढीको पृथ्वीनारायण चोक चौरामा रहेको विकल्प आयुर्वेद मेडिकलमा म भूपेन्द्र रावत उपस्थित भइसकेको छु। तपाईहरू अन्त्यसम्म भिडियोलाई हेर्नुहोला। म डाक्टर टिआर रोहन रावतसँग कुराकानी गर्नेछु कि कस्ता प्रकारका उपचारहरू हुन्छन् त। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र लाइक कमेन्ट सेयर गर्नुहोला। धन्यवाद। नमस्ते, म डाक्टर रोहन रावत। तपाईँ पहिलोपटक धनगढीमा आएर हामीलाई विकल्प देख्नुभयो। आयुर्वेद भन्ने बित्तिकै तपाईँलाई धेरै प्रश्नहरू आयो होला। यो आयुर्वेदमा के खालका रोगहरू सन्चो हुन्छ, चौरामा छ आयुर्वेद। अब अहिले चाहिँ हामीले नसुनेको हस्पिटल त सबै अब क्लिनिकहरू सबैमा उपचार हुन्छ भने आयुर्वेदले के चाहिँ उपचार गर्छ भन्ने लागेको जिज्ञासालाई म प्रत्यक्ष यो भिडियो मार्फत तपाईँलाई ब्रिफिङ गरिदिन चाहन्छु। हाम्रो यो आयुर्वेद जहाँ चाहिँ विशेषतया सबै खालका रोगमा आयुर्वेद औषधि र पञ्चकर्म आयुर्वेद थेरापी सँगसँगै हामीसँग चाइनिज अकुपञ्चर, अकुप्रेसर, मसाज थेरापीहरूबाट हामीले विभिन्न रोगहरू नसासँग सम्बन्धित होस् या त पाचन प्रणालीसँग सम्बन्धित होस् या त तपाईँको विभिन्न कस्मेटिक भनौँ स्किन छालासँग सम्बन्धित होस्, हेयरसँग सम्बन्धित होस्, यस्ता विभिन्न रोगहरू बच्चाकोदेखि लिएर महिलाको सँगसँगै हामीले विशेषतया पाचन प्रणालीको मलद्वारमा हुने विभिन्न समस्याहरूमा विशेष हामीले उपचार छाडसूत्र विधिबाट अपरेसन समेत गर्ने गरेका छौँ। अरू केही यहीमा जिज्ञासा हजुरलाई के छ त्यस्तो? अनि म तपाईँलाई एउटा कुरा सोध्न चाहन्छु। हजुर, बुढापाकाले भन्नुहुन्छ राम्रोसँग गाउँघरतिर यताउता हुन्छ नि त। जस्तै आयुर्वेदिकले चाहिँ अब त्यो हुन्छ नि त उपचारहरू छिटो औषधि लाग्दैन, अब छिटो सन्चो हुँदैन भन्ने टाइम लाग्छ, ढिलो सन्चो हुन्छ। ढिलो सन्चो हुन्छ के कस्तो छ यसको? ओके, यो त कुरा उहाँहरूको बुझाइ ठिक हो। अब जसरी रोग हुनलाई पनि 81 रोग त हुँदैन। अब एक्सिडेन्ट भयो 81 हुन्छ त। रोग शरीरभित्र रोग हुने कुरा 81 हुँदा पनि हुँदैन। त्यही भएर क्रम अलिकति टाइम लाग्छ, तर पूर्ण रूपमा रोग निको हुनुको लागि समय लाग्छ। औषधिले काम गर्नुको लागि केही समय लिन्छ। यति भन्दै गर्दाखेरि आयुर्वेदले तत्काल काम गर्दैन त भन्दाखेरि चाहिँ त्यो चाहिँ गलत हो। फेरि आयुर्वेदमा यस्ता औषधि छन् जसले तुरुन्तै काम पनि गर्छ, तर त्यस्ता रोग जो दीर्घकालीन रोगहरू अथवा त्यस्ता रोगहरूलाई चाहिँ अलिकति लामो समय औषधि खानुपर्ने हुनसक्छ। त्यो चाहे 1 महिना, 3 महिना, 6 महिना अथवा वर्ष पनि खानुपर्ने हुनसक्छ। अब जस्तै अहिले तपाईँले हेर्नुहुन्छ भने हामीसँग अब प्यारालाइसिसका नसासँग सम्बन्धित रोगीहरू आउनुभयो भने उनीहरूलाई हामीले 1 दिनको औषधिले सन्चो गर्ने त हुँदैन, होइन? त्यो रोगीहरूलाई हामीले औषधि सँगसँगै आयुर्वेदीय पञ्चकर्म थेरापी सँगसँगै हामीले चाइनिज अकुपञ्चर, अकुप्रेसर, मोक्जिबेसन, मसाज, स्टिम थेरापीले त्यो नसालाई हामीले च्यापेको नसा होस् या नचल्ने कमजोर नसालाई चाहिँ हामीले ट्रिटमेन्ट गरेर हामीले सफल उपचार गरिरहेका छौँ। यदि तपाईँहरू यो भिडियो सुन्दै हुनुहुन्छ र तपाईँहरूमा पनि कुनै यस्तो समस्या छ, चाहे त्यो पाचन प्रणालीसँग सम्बन्धित हो, जुन ग्यास्ट्राइटिस भन्छ, ग्यास्ट्रिक, होइन, अनि महिनावारीसँग सम्बन्धित अथवा महिनावारीमा गडबडी भइहाल्यो, होइन, यसै गरी चाहिँ मलद्वारसँग सम्बन्धित पाइल्स, फिसर, फिस्टुला भन्ने हुन्छ, बवासिर जस्ता रोगहरू भएको पनि तपाईँ इजिली हामीलाई भेट्न सक्नुहुन्छ। धनगढी चौराहामा उहाँले देखिसक्नुहुन्छ स्टाब्लिस संस्था विकल्प आयुर्वेद, जहाँ चाहिँ विभिन्न आयुर्वेद थेरापी सँगसँगै औषधिबाट हामीले उपचार गर्छौँ। बिरामीहरू तपाईँकोमा किन आउँछन् त? तपाईँले त्यसको लागि चाहिँ के गर्न सक्नु भएको छ त? ओके, राम्रो प्रश्न हो। ओके, बिरामीहरू हामीकोमा किन आउने? हामीकोमा धेरै हामीले केही सुविधाहरू उपलब्ध गराएका छौँ। जस्तै यदि तपाईँ एथलेटिसियन हुनुहुन्छ अथवा प्लेयर हुनुहुन्छ भने हामी तपाईँहरूलाई थेरापीमा एकदमै लगभग 50% नै डिस्काउन्टको सुविधाहरू उपलब्ध गराएका छौँ। यसै गरी यदि हजुरहरू जिमर हुनुहुन्छ अथवा बडी बिल्डर हुनुहुन्छ भने हजुरहरूलाई पनि लगभग 50% जति नै हामीले डिस्काउन्ट गरेका छौँ। यदि असहाय वृद्ध, ज्येष्ठ नागरिकहरू, असहाय अथवा आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूको लागि हामीले विशेषतया हरेक थेरापीमा सँगसँगै मेडिसिनमा पनि हामीले केही पर्सेन्टेजहरू छुट दिने गरेका छौँ। यसै गरी हामीले डक्टर फी त यसै पनि हामीले कम नै राखेका छौँ। सबैले डक्टरलाई नै देखाउन खोज्छन्, तर पनि डक्टर फी लाग्छ भन्दाखेरि कतिपय मान्छेहरू त्यत्रो फी तिर्ने फेरि रोग सन्चो हुने हो कि होइन भन्ने दुविधामा रहन्छ। त्यही भएर डक्टर फीमा पनि एकदमै हामीले कन्सेसन गरेका छौँ। त्यस्तो डक्टर फी हामीले उसै परे त लिँदा पनि लिँदैनौँ, तर पनि हामीले एकदम कम गरेका छौँ डक्टर फीलाई। प्रायः बुझ्न सक्नुहुन्छ।
ओके, यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो कन्ट्याक्ट छैन भने यही भिडियो मार्फत यो भाइलाई कन्ट्याक्ट गरेर यही भिडियो मार्फत आउनुहुन्छ भने अझै फेरि विशेष छुटको अवसरका साथमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हेर्न सक्नुहुन्छ साथीहरू, मैले भिडियोमा सबै सिन नगरेर अन्त्यसम्म हेर्नु होला। मैले भनिसकेको छु के अफर छ यहाँ चाहिँ मैले भनिसकेको छु। यदि तपाईँहरूले यो भिडियो हेर्नु भएको छ भने एक लाइक, एक कमेन्ट र सेयर गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।